नमस्ते, म अशोक। मेरो मार्केटिङ प्लान वेबसाइटको बारेमा रहेको छ। मेरो कस्टमर अवतारको नाम चाहिँ राजु गोतामे, 30 वर्षको, पोखराबाट, अझै फ्रिलान्सिङ। अनि उहाँको गोल भनेको चाहिँ मोर कस्टमर आउनु पऱ्यो, प्रोफेसनल अनलाइन प्रोसिजर, बिजनेस ब्रान्ड ट्रस्टेबल हुनु पऱ्यो, स्टेबल इन्कम, बिजनेस चाहिँ अटोमेटिक चलोस् भन्ने छ। अब प्रब्लम यस्तो छ, कस्टमर आउँदैन, सोसियल मिडियाको कुनै रिजल्टै छैन, पोस्ट गरेकै छ तर कुनै पनि रिजल्ट छैन, वेबसाइट छैन, मार्केटिङ बुझेको छैन। त्यही हिसाबले चाहिँ अफर चाहिँ यसरी बनाइएको छ। तपाईँको मेरो अफर चाहिँ नाम चाहिँ रहेको छ 30 दिनमा वेबसाइट कस्टमरबाट चाहिँ कस्टमर फलो सिस्टम होइन। अब कोर मिस चाहिँ यस्तो छ, वेबसाइट क्रिएट गर्ने सबैभन्दा पहिला 30 दिनभित्रमा वेबसाइटबाट लिड आउने 5-10 लिड पर डे टार्गेट राख्ने। अनि अफर एङ्गल पनि छुट्याइदिएको छ त्यसको लागि चाहिँ होइन। फास्ट रिजल्ट आउनु पऱ्यो, लिड फोकस र डिजाइन मात्र गर्ने होइन, लिड फोकस चाहिँ बेसी हुनु पऱ्यो होइन। अनि अब त्यसको भ्यालु प्याक चाहिँ यसरी छुट्याइदिएको छ, कन्भर्सेसन फोकस वेबसाइटमै हुनु पऱ्यो होइन, त्यहीबाट चाहिँ हामीले लिड लिएर आउने हो। वाट्सएप प्लस दिएको छ त्यसको भ्यालुको लागि। फर्म लिड सिस्टम, बेसिक सियो, गुगल भिजिबिलिटी, मोबाइल फ्रेन्डली डिजाइन, यसरी गरेर त्यसलाई भ्यालु प्रोभाइड गरेको छ। र बोनस, अब त्यो कस्टमरको लागि चाहिँ बोनस चाहिँ यसरी क्रिएट गरिएको छ, 7 दिन स्ट्राटेजिक प्लान जुन फ्रीमा दिइएको छ। अनि तपाईँको रेडी टु मेक कन्टेन्ट, हेडलाइन, कपी चाहिँ फ्रीमा प्रोभाइड छ। यो सबै कार्य सकिसकेपछि, कस्टमर आउन थालिसकेपछि 1 महिना फुल सपोर्ट, 1 मन्थ फुल सपोर्ट अनि ग्यारेन्टी साथमा बेस्ट अफर राखिएको छ। 30 दिनभित्रमा काम अथवा कस्टमर आएन, त्यसको केही रिजल्ट आएन भने फ्रीमा कन्टिन्यू काम पनि हुनेछ। तसर्थ प्राइस चाहिँ यस हिसाबले छ हाम्रो, 50K हो प्राइस, तर अफर प्राइसमा 50% राखेर 25K राखिएको छ। किन भन्दाखेरि हामीले चाहिँ 5वटा क्लाइन्टमा मात्र काम गर्ने, तर अब बाँकी रहेको एउटा क्लाइन्ट छ। त्यो एउटा क्लाइन्टलाई चाहिँ डिफ्रेन्स छुट्याएर हामीले अर्जेन्सीमा राखेको छ। कस्तो भने यो लिमिट समयभित्रमा पर्चेस गरे बापत 19K जस्ट फर वान क्लाइन्ट है त। अब त्यसपछि हामीले तेस्रो नम्बरमा एड कपी राखेको छ, जुन यो वेबसाइटको ब परिचय पत्र जस्तो एड गरिएको छ। धेरै बिजनेसमा यो सेम प्रब्लम हुन्छ, जस्तो यसरी भनेर पोइन्ट पुँदागत रूपमा राखेको छ, एज लाइक पोइन्टेड। अनि हाम्रो लिड पेज जुन हामीले चाहिँ यो सबै कार्यको लागि चाहिँ अब लिड बिल्ड गर्नको लागि चाहिँ जुन लिड पेज बनाइन्छ, एक्चुअली त्यसको डेमो चाहिँ यस्तो रहेको छ है। यो पनि बनिरहेको छ, हेर्न सक्नुहुन्छ। 30 डेमा वेबसाइटबाट कस्टमर फलो सिस्टम हाम्रो जुन, यसमा चाहिँ अब के एड गरिएको छ भने कस्टमरको सबै समस्याहरू, मेन प्रब्लमहरू अनि त्यसका सोल्युसनहरू, लिड जेनेरेसन, वेबसाइट होइन अब सबै थोक समेटेर चाहिँ बनायो। बिजनेस बुझ्छन्, वेबसाइट बनाउँछौँ, वाट्सएप कनेक्ट, सिओ एड डाइरेक्सन, यस्तो छ। अनि यो ल्यान्डिङ पेज सकेपछि हाम्रो लास्टमा चाहिँ रहेको छ क्लाइन्ट अक्वेसन फुनल। क्लाइन्ट अक्वेसन फुनलमा चाहिँ हामीले फेज 1 फेज 2 जुन डेली बेसिसमा हामीले गरिने काम चाहिँ यसरी छुटेको छ। फर्स्ट डेमा गरिने 1 to 5 डेज है, 1 to 5 डेज प्रोफाइल राइट अफ 10 हुक्स, रेकर्ड 3 भिडियोज, सेट अप वाट्सएप अटो रिप्लाई, पोस्ट 2 भिडियो, स्टार्ट डिएम रिप्लाई। अनि सेकेन्ड फेजमा अवेरनेस होइन, थर्ड फेजमा लिड डिजाइन वार्मअप होइन, अनि फोर्थमा कन्भर्सेसन है। त्यसपछि हामीले फाइनलाइज इम्पोर्टेन्ट भनेको चाहिँ यो, डोन्ट ट्राई एभ्रिथिङ, फोकस अन दिस कन्टेन्ट, डिएम वाट्सएप एन्ड क्लोज। थ्याङ्क यू सो मच।